हेलो 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 वेलकम भाइ ल हामी चाहिँ अहिले भएस्टान जानेको छौँ चलो ल जाम हम चाहिँ भैरस्तान मन्दिर जानु लाग्यो है भैरस्तान मन्दिर गएर अब हजुर स्टार्ट छ हिमाईको हिमाई स्टार्ट छ Kacanggur sarguninya rino Bilanu ahi ketemu kerja Yang cara janu rindu macir cenaya Yang cara janu यार यसरी गाडा पाउँछ ल भाइ थाहा छैन मलाई ल र युट्युबर भन्छु ल त्यो चलाउनु पर्दैन हैन ल पुरा गर्दै हैन भैँसीलाई बहिनी हाम्रो यात्रा भैरस्तान मन्दिरसम्म छ हैन मेरो ठाउँ यस्तो छ हरियाली अजरा यो बारी हो हाम्रो बाबु त ले मलाई ल्याऊ म बोल्दै हुन्छु के नहीं भान्जाले त्यो अर्को चस्मा लगाएको हुन्छ नि माइक खै मम्मी लारे भन्छ यो के त गाइस मैले चिठी दिएन खै मम्मीले झोला बाइक ल्याएको होइन त सबै फ्यामिलीसँग आएको बाइक लिएर जान्छ ल बिनाले भयो संस्कार जति हेलो गाइस हामी चाहिँ अब भैरस्तान गएर भिडियो गराउँछु म ल हाम्रो नजरा चाहिँ यस्तो छ बाटो ल नि होइन के भन्न दिदीलाई के भन अब म पनि माइत आएको भैरस्तान जाँदैछु भाइ आएर भाइसित खुसी लाग्छ पुरै परिवार म छोरो मम्मीको छोरो हो मामाको भान्जा धेरै वर्ष 3 वर्षपछि भेट्दा भयो हामी भान्जी म त 3 वर्षपछि हिँड्दैछौँ भान्जी भान्जा यो हाम्रो तानसिन बजार भयो तानसिन बजार यो को छ यो त तानसिन यो सिद्धार्थ राजमार्ग यो त तानसिन लेक छ तानसिन बजार के तानसिन बजारमा त हुन्छ भिड तानसिन लेक थाना पदको राम्रो पुल हेलो गाइस ल साइनो के जोड
किन Let's लेट्स गो चस्मा लगाऊ नानु Logo. Logo किन भन्नु छु मैले तानसिनको नजारा यस्तो छ है सनराइज चस्मा छ के सनराइज फाइनल्ली बस स्टेसनमा आइसक्न लाग्छ छुच्चेबारी? छुचोवारी सुच्चेबारी छुचेवारी अरे छुचोवारी छुचोवारी सुसुबारी ए त्यो भने हाम्रो बस कुद्ने ठाउँ भन न बस कुद्ने ठाउँ बस स्टेसन मलाई अब थाहा छैन मन सारा छैन सबै जोडीमा राख्ने यो सामान ए भगवान बचाऊ मलाई सुवेर आएको सामान बसमा आउनु उठो उठो पानी किलो कति छ काँडे इस्कुस नर्मल इस्कुस पालपाली काँडे इस्कुस यस्तो माथि छ मम्मी यही हो
ल फेरस्तान आइयो पाखीको रोड लिएर दिनाजु म यसो छिटो हिँड्नु अलिक सँगै हिँड्नुपर्छ क्या कसलाई फेरि हुन्छ ल यता देखाउँदै हिँड यता हामीलाई देखाउँदै बाबा तो पार्टीको यो संगीत थाहा छ नि कुन गाह्रो भयो बिना पहिला रोड दिनु न भेटीमा चढाइदिन्छु त तपाईँ लाग्दैन अरू छैन यही मात्र रोड मात्र होइन छ ल उठाउनु हिँड्नु न भएर पनि हाम्रो के होला मम्मीले चलाउनु भयो रुपाई हिमाल एकछिन है म भेटी चढाउँदै थिएँ म मन्दिरमा ठिकै हाम्रो भित्रको हो छिटो आऊ ल रुपा अहिले आउँछु म के भयो मान्छे छ नि तपाईँको यति हो क्या हिमाल हो क्या हिमाल बाहिर छ अरे अहिले अर्को है ल त
पण्डित बाबा जय भैरव बाबा की जय। यताबाट आउने भाइ कता किन्छौ? नेपाली भैरव अस्ति भैरव भिषण भैरव उन्नत भैरव भैरव चण्ड भैरव सबै भैरव भैरवको टिको लाओ छोरो टिको लाओ आदेश हाम्रो अनन्त गुरुहरू हुनुहुन्छ नि हाम्रो काठमाडौँ गुरुहरू के यस्तै हो किन यस्तै मन्दिर बुझ्ने हुन्छ आदेश दाजु आदेश नाम बाटा खोइटो हेलो तिमी भित्र आउनु मिल्दैन होइन रोड चाहिँ ठुलो पार्टीवाला बिनाजु जय भगवती भन्छु जय भन्नु है हाम्रो खै कतिको नम्बर छ मेरो मेरो आर्गी भालो ना
स्थान आइरहेको छ पूजा सुजा गरियो भिडभाड छ यहाँ उबेर खिच्नुपर्छ भने ल किचनमा खोइ फुल किचनमा फोटो मम्मी खै त गुड लागेछ अरे गुड लागेछ हजुर सक्यो अब ल हेलो हेलो गाइज ल हामी चाहिँ भैरवस्थान आहाम पाल्पाको होइन यस्तो राम्रो ठाउँ छ धार्मिक स्थल हाम्रो यहाँ सबै दिदी भिनाजु मम्मी बाबालाई ल्याएर दर्शन गरेर भान्जा दिन्छन् रमाइलो इन्जोय फिल भइरहेछ है हिमाल हेर्न सकिन्छ हाम्रो हुन्छ हिमाल देखाइदिनु देखाइदियो राउन्ड सपले हेर्नुहोस् न तिमी देखि नि हो के हिँड अगाडि